गाइज हामी आज चटपटे खाने यसो प्लान बनाउँदैछौँ। उहाँ देउरानी साहिब हुनुहुन्छ हाम्रो, चटपटे बनाउँदै हुनुहुन्छ। त्यहाँ सब रेडी भइसक्यो। अब हामी भुजा सुजा हालेर ल फाइनल रिजल्ट देखाइदिन्छ भन्नु। फाइनल रिजल्ट त पछाडिदेखि हाम्रो मम्मी चाहिँ हामीलाई चटपटे नखा भनेर रिसाउनु भएको छ। ऊ पर बस्नु भएको छ। एउटीले मोटेको मगारेले गरे हुन्छ त कस्तो राम्रो चटपटे भेटिदिनु सबैलाई। चटपटे खाने त्यो त केही राम्रो हुन्न अरे। भाइरल चटपटे भन्छ नि अझ त्यहाँ। यो हाम्रो लेदो चटपटे सामान सब रेडी भइगयो। अब हामी खाने हाम्रो घर त यी यस्ता मान्छेले पनि चटपटे खान्छन्। हाम्रो चाहिँ यो आलु रेडी भइसक्यो। उहाँ चाहिँ हामी जेठानी दिदी हुनुहुन्छ। यस्ता मान्छे पनि चटपटे खान्छ नि, सानोदेखि ठुलासम्मका। दिदी यता हाम्रो त आलु कटिङ आली कटिङ मेरो छोराले चटपटा माग्छ। के चाहियो यो चाहियो के खाने हो? कस्तो घाम भइरहेको आफ्नो अर्कालाई दिनु हामी। वाउ त्यस्तै बल्ल बाँगा 2-4 वर्ष त्यस्तै बित्ला। हाम्रो भन्dan फेरि पहिला त हाम्रो थियो भने दिन्छ नि त्यस्ताले। त्यो कुले डोर हाल्या त्यो काब्रो हामी पर्याउँछ भनेपछि कुरा त्यतैबाट हुनु। भुकिनेले जोले पनि हेप्नै खोज्ने, जोले पनि मम्मीले चाहिँ पिरो खानु न, त्यही भएर पिरो छुट्याइदिए हामीले। 100 कति घरको त्यहाँ घर कुर्दिया लेख्या तिमी काङ्तेन हामीले काटा फोर्छ कागज सागर नै जगजिताले जितेल छ जग्गा भए पनि यति हल्का यतिबाट काट्नु सोझा भन्दै हामीले प्रगर्ता गरे। यिनीले 2टा हात चलाउने बेला 3टा छोरा छन्, 3टा हात 6वटा हात आएन। हात कुमोबाट चोइटेन फाल्न नि ज्यादा नछट्टा भएको पनि फालेन आयो। 3 थिया सुन्थे के गर्दा दे गान्जी बैला सुने फालेन आयो। रेडी भयो नि खै चाखना कुरा गर्नु जान्नुहुन्छ त गाली न है त्यो मम्मीलाई चुक्न म जान्दा कुरा गर्न कति के अन्य मलाई सहन छैन। के हो अन्य कस्तो छ? हालिदेऊ न प्लास्टिकमा, कपाल कुट्दैछन्। आँटे अरे दुनियाँको टिभी न तिमीलाई दिन्छ पातला पातला। अब हामीले खाना सुरु गऱ्यौँ। सब सुरु भयो खाना। चाम्रो त्यो खायो लगे मिठो छ। आयो देउता नै कालजितले के खानु नै नखाऊ नखाऊ गम आबे खानु त भएको छ। बाहिर आयो भित्र कसैलाई पस्नै दिन्न अहिले।
का ल्याउनु त ल्याउनु सबै कट्यो भने कट्यो नकट्योपछि आफूले लगाउने यति हाफ ल्याउनु होला मम्मी जाडामा हाफ चल्न होला हाफ त जाडो महिना होइन जाडो न हाफ त स्कर्ट लायो माथि माथि के लायो त्यस्ता बच्चा बच्चीका ठुला हुन्छ नि त्यस्तो चल्छ ससुरको त किन मेलामा तल एकचोटि चारा छ अरे मङ्सिरमै छ अरे पहिला के पुसामै हुन्थ्यो र हाम्रो बिहा कति गर्थ्यो 21 गते बिहा थियो क्या यस्तै 28-29 गते थियो सुवारी मेला थियो क्या भन्ने लाग्छ मलाई बिहाइयो त्यही खाइकन त खुनै हग्छ त राम्रो खायो खुन हग्दैन भाइलाई देऊ पायस ससुराले खुर्सानी ज्यादा खाइदिन्छ अरे क्या पायल सोहोइन के हर्ष हो हर्ष हो त्यो कुन पर्छ फाइनली भ्याइयो चटपटे खाने यत्रो बाबरे म ज्ञानुसँग